हेलो गाइज है अहिले चाहिँ हैन मैले चाहिँ व्हाइट गुम्बाको चाहिँ पहिले भिडियो बनाइसकेको छु है। फेरि पनि चाहिँ यो दोस्रो चोटि हो हैन। यो चाहिँ अर्कै चोटि अर्कै बाटो आएको हो कि एकदम पुरा हेर्नु यस्तो झाडी झाडीबाट उता तल डेन्जर झाडी थियो है। यता त फाड्दै आएको है। हाम्रो साथीहरू त छन् केटाहरू यस्तो खतरा कुहिरो लाग्छ क्या केही देखाएन खतरा कुहिरो लाग्छ एकदम रमाइलो भइरहेछ साथीहरू है। माथि के हुन्छ हैन यसो रमाइलो कुराहरू के हुन्छ सबै देखाउँछु गाइज हैन। लङ टाइम पछि भिडियो बनाएको है गाइज मैले चाहिँ यो चाहिँ अब हेरौँ के हुन्छ अगाडि अगाडि जाँदै गर्मै बाटो हेर्न पर्यो है क्यामेरामा हेर्न सकियो हैन। त्यस्तो छ है यस्तो दामी कुहिरो लाग्छ क्या गाइज ल खतरा छ क्या यहाँभन्दा तलतिर चाहिँ सबै भिरै भिरो के यहाँ तलभन्दा तल चाहिँ हैन यहाँबाट तल है। गाइज मेरो प्रनाउन्समा चाहिँ अलि के भयो बोल्दा बोल्दै चाँडै बोल्दा हल्का नबुझिन सक्छ है। बिस्तारै मिलाएर बुझ्नु होला। यहाँ तल चाहिँ सबै भिरै भिरो है यस्तो बाटो छ क्या सुनसान छ बाटो है। साथीहरू अगाडि गइसके म तिनीहरूलाई भेटाउनु पर्छ गाइज है। यस्तो खतरा बाटो छ क्या गाडीको बाटो पनि छ होइन बस रोड पनि छ तर चाहिँ हामी चाहिँ यो चाहिँ पहिला सधैँ यही बाटो घुम्न आउँदाखेरि यही बाटो हिँडिरहेको चाहिँ पुरानो बाटो आज चाहिँ आएको है। तल यस्तो छ गाइज है एकदम थकै लागिरहेछ केटाहरू त माथि छन् है। उतै ल केटाहरू हेर्दैछन् केटाहरू यसो हात हल्लाइदिउँ त यता माथि यता क्यामेरातिर ल यही नै हो है। अब ल गाई चाहिँ पहिलाको भिडियोमा चाहिँ मैले त व्हाइट गुम्बाको आएको बेला चाहिँ यो चाहिँ मन्दिर चाहिँ देखाउन पाएको थिएन। यो चाहिँ चण्डी मन्दिर हो है। बेसर नगरपालिका 4 पुरानो कोटमा चाहिँ रहेको चाहिँ मन्दिर हो। यो चाहिँ पहिलाको भिडियोमा देखाउन पाएको थिएन यस्तो छ। अब त्यही हो यहाँ चाहिँ जे मागे त्यही पुरा हुन्छ भने चाहिँ एउटा चाहिँ मान्यता छ है एउटा शक्तिशाली मन्दिर भनौँ। अब चाहिँ यहाँबाट चट्टा माथि गइन्छ है बिस्तारै माथि गइन्छ व्हाइट गुम्बामा जाँदैछौँ। यो चाहिँ मान्छे हिँड्ने पहिला मान्छे हिँड्ने बाटो अहिले चाहिँ रोड यही रोडको बाटो आए पनि हुन्थ्यो हामी चाहिँ तर पुरानो बाटो आएको है पहिलाको गाइस ल यही हो भिडियो फाइनली है। हामी चाहिँ व्हाइट गुम्बा आइसकेको छौँ। पछाडिको मैले पहिलाको भिडियो पनि बनाइसकेको छु व्हाइट गुम्बाको बारेमा पहिले पनि बनाइसकेको छु गाइस है। यही हो है पछाडि कस्तो छ है दामी छ क्या उतातिर घाम लागिरहेछ यतातिर सबै कुहिरो यहाँबाट मिठो। ल फाइनल डेस्टिनेसन चाहिँ यही हो है हाम्रो आजको चाहिँ। अब चाहिँ एकछिन यस्तो रमाइलो गरिन्छ है।